Hello guys, good morning. Today new vlog. आज फेरि भ्लग बनाउन सुरु गरेको छ गाइस र हिजो अब 300 सब्स्क्राइब चाहिरहेको थियो। 7 सब्स्क्राइब त बढे थियो र अझै चाहिएको छ मलाई सब्स्क्राइब। गाइस 2K सब्स्क्राइब पुर्याइदिनु होला र अब मुई पार्न सुरु भयो हाम्रो। अब मुई पार्ने हो। चिया खानु भयो होला सबैजनाले। हाम्रो डल्लो मुवा त्यो गाडी हेर्दैखेनु विवश व्यस्तले नै हो। अब यहाँ मुही पार्ने सुरु भयो हाम्रो। अब मुही पार्ने अब आज यसो रनक्क घाम लाग्यो भने आज भोलि बरफ बनाउन सुरु गर्ने। फेरि बरफ बनाउने खाने होइन मुवा बरफ बनाएर खानुपर्छ क्या। लाइक गर्नु भने लाइक गर्नु, सब्स्क्राइब गर्नु भने सब्स्क्राइब गर्नु, साथीहरूलाई सेयर गरिदिनु। के कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। गाइस उहाँ गाडी हिँडिरहेको छ उभियसले उहाँपट्टि छ गाडी हो एक्लै जान। हाम्रो ब्युटी यहाँ बसिरह। अनि ब्युटी यता त ब्युटी ब्युटी बसिरहेको छ। अब मुही पार्छु म गाइस। अब मुही पार्न सुरु भइसक्यो हाम्रो। हेर्नुहोस् यहाँ मुही पार्न सुरु भइसक्यो। अब मुही पार्ने अब मुही खाने भए सम्पर्क गर्नु होला। सम्पर्क नम्बर छ 980252। त्यहाँदेखि आउनु न। अनि मुवा खैला पानी सानी ल्याऊ मुवा। अब पार्न सुरु गर्न पर्यो। तातो पानी तात्दै छ क्या त्यहाँ तातो पानी तात्दै छ। अब त्यसपछि मुही पार्न सुरु एकैछिन पार्दै गर्छु म। अब मुही पारिसकेँ मैले। पारिसकेँ मुही पारिसकेँ। मुया मुही परिसक्यो का मुही परिसक्यो ल के कान्छु मुया ठुलो मम्मी हाम्रो डल्लो ए सबैजना यहीँ बसिरहनु। के फेसबुकमा युट्युबमा लगे रे ल हाम्रो ठुलो मम्मी हाम्रो कान्छु मुया हाम्रो मुया ए हाम्रो डल्लो चिया देखाउँछ हाम्रो डल्लोलाई त। ठुलो मम्मीहरू भर्खरै जानुभयो। यहाँ दाल सिटी लाउँदैछ। दाल बसालेको मैले। अनि यता छ हाम्रो डल्लो ए यहाँ छ डल्लो। नमस्कार गर्नु। नमस्कार नमस्कार नमस्कार। हाम्रो डल्लोले नमस्कार गर्छ। ब्युटी यहाँ सुतिरहेछ। अब म तरकारी सरकारी बसाल्छु। तरकारी त्यही गोपी र हालु। गोपी उतार ल्याउँ त काटेर त्यहाँ आसी छैन होला। खालुका चक्कु हाल्नुहुन्छ। हाम्रो मुवाले यहाँ मुइसी पार्दैखेन। मुइसी पारेको होइन पारेको त्यो घिउसु निकाल्ने। अब मुइसी ठेकोसको माझ्ने होला नि पखाल्ने होला। म अब जान्छु के ल्याउन गोपी ल्याउन। गोपी कचक्कै खाने गाइस। गोपी ल्याउन आइसक्यो। गोपी यहाँ यत्रो भएको छ। अलि सानो गोपी भन्ने कतातिर छ हो यो सानो अलि ठिक्कको। यहाँ स्ट्रबेरी पनि छ कि गाइस। यहाँ स्ट्रबेरी पाक्यो कि पाकेनन् अघि खाइसके। स्ट्रबेरी के त यिनै हुन् के अरे गेडा मात्रै खान्छ पाकेको छैनन्। अघि खाइसक्यो होला नि। अस्ति त खाइएको थियो फलेर रहेछ मात्रै। कतातिर छ हो यो गोपी यसोतिर त छैन। यतातिर छैन।
यहाँको एउटा काट्न पर्ने भयो यही काट्ने अब टोक्ने यसैलाई च्याप्पा अब यसलाई लाएर दुई पार्ने पकाउने यही र आलु यिनीहरू दुइटा खाने मुङा ल्याइसकेँ मैले गोपी ल्याइसक्यो अनि ल अनि डलर तलतिर हालिदिनु पर्यो धेरै बेर बसी माथि ल्याए ल्याइसक्यो आलु भर्खरै ल्याएर आएको मैले आलु अब काटकुट पार्छु म यसलाई आलु गोपी काटिसकेँ मैले आलु गोपी काटेँ मम्मीसँग बोल्दैथिन् मैले यसलाई धोइधाइ पार्छु क्या अब यसलाई खाना पाक्न सुरु भइसक्यो यहाँ गोपी छ यहाँ आलु छ अब खाना पाक्दैछ अनि मान्छे चल्ला नि हेर्न परेको क्या अब चल्ला साह्रो गरिदिनु होला नि बिहान हाल्दै त्यही भइहाल्छन् मैले अब चल्ला नि हेर्छु म चल्लाले के कस्तो गरेको नि हेर्न त परो फेरि चिसो हुन्छ क्या तिनीहरूलाई नि टाढा हटाइदिनु नि पऱ्यो यस्तै राख्यो तिनीहरूलाई हेर्न बसिहाल्नु चलो आते म टाढा पठाइदिन्छु खान बसेन घामसम्म लाग्छ अब घाममा हालिदिन्छ यिनीहरू चारो ल्याएर हालिदिनु पर्यो चारो रहेछ एकचोटि चारो ल्याएर हालिदिनु पर्यो त्यही खान्छन् यिनीहरूले तर्काले नि हेर्नु पर्यो तलतिर सब्जी पाक्दैछ अब सुक्छ भर्खरै गोपी हालिदिएको छ अब एकछिन भुटमा पार्ने चल्ला नि हेरियो बाख्रा नि हेरियो सबै गरिसक्यो अब यति खाना पकाउने अनि त्यसपछि खाने अनि फेरि घाँस ल्याउनु जाने अनि फेरि घाँस ल्याउनु जानुपर्छ थोरै लाइक गर्नु भने लाइक गर्नु सब्सक्राइब गर्नु भने सब्सक्राइब गरिदिनु साथीहरूलाई सेयर गरिदिनु अब 2K पुग्न लागिसकेको छ सब्सक्राइब गरिदिनु होला नगरेका जतिले गाइस सब्जी पाकिसक्यो अब यता मुवाले झन्झन पार्दै दाल अनि त्यसपछि खाने हैन म बुवा माथि मन्दिर गहन कति बेला आउँछ नि बुवा थाहा हैन आसी तिनले खान गरे अब हामीले अहिले हामी डल्लै यहाँ बस्यो है तलतिर ओर्ल्दै फेरि राखिदिएको माथितिर नमस्कार
नमस्कार गरिदेऊ तलतिर लिन्छु नमस्कार गरेपछि तलतिर लिन्छु भनेपछि बाटी एक काम डल्ले नि के गर्नु गाइज भर्खर खाना खाएर बस्यो अब खानासाना खाइयो मोबाइल नि एकैछिन चार्जमा राख्नु पर्यो कि चार्जै छैन मोबाइलमा नि चार्ज गइयो त्यसपछि फेरि चार्ज भयो भने एकैछिन गेम खेल्नु पर्यो फ्री फायर सिएस के हुन्छ गेम सबै अब सबै गेम खेल्नु पर्यो गेम खेलेपछि त्यसपछि फेरि अरू भलक अहिले माथि जाने हो घाँस काट ल्याउन नि त्यही बनाउनु पर्ला त्यही बनाउनु बस्ने हो अब चार्जमा नि राख्नु पर्यो कि मैले मोबाइल चार्जमा नि राख्नु चार्जै छैन भर्खरै चार्जबाट निकालेँ मोबाइल अब चार्जहरू गरेर फेरि कुखुराको खोरसोर सफा गरियो चारो हाल्ने पुरानो थियो क्या त्यसले फेरि धोइधाइ बनाएको पुरानो पहिलाको चल्लालाई हालिएको थियो नि त दानासाना त्यही भएर फेरि धोइधाइ पारेको यहाँ फेरि डल्लीले उस गर्नलाई यिनीहरू बाँकी हुन् कुनै बिग्रिहन् कुनै के भएन यहाँ राम्रो राम्रो छानेर धोइधाइ पारेको राम्रोसँग राख यहाँ मुवाले यतातिर कपडा धुँदै यस्तो चिसोमा हाम्रो बुवा बल्ल माथि गएर आउँदैछन् चिया बनाउँछु अब बुवा अब चिया खानु खोज्छन् क्या बुवाले त्यो चिया पकाउँदैछु म होइन चिया पकाइदिनु बुवालाई पहिला फिको बनाइदिनु पर्यो अनि बल्ल त्यसपछि चिनी हालेर खाने बुवाले सुगर छन् त्यही भएर चिया सिया पकाउने बुवा उतारै आउँदैछन् चिया पकाइदिन्छु हो अनि त्यसपछि फेरि डाँडा जाने हो एकैछिन क्यारम बोर्ड खेल्न डाँडा गएर क्यारम बोर्ड स्यारम बोर्ड खेल्नु पर्यो क्यारम बोर्ड खेलेर आउँछु अनि त्यसपछि अरू भिडियो अनि त्यसपछि बल्ल बनाउने अहिले नेट सर गएर आएर भर्खरै आइयो डाँडाबाट कुखुरा काट्न गएको कुखुरा काटेर आइदिएको ब्युटीले खुट्टा टाउको ल्याइदिएको ब्युटीले खुट्टा टाउको यहाँ खाँदैछ खुट्टा टाउको ल्याएर मासु हालिदिएको चौदेखा खुट्टा टाउका उहाँ डल्लो माथि बस्यो उहाँ माथि बस्यो ढिला पनि भइसक्यो गाइस अब ढिला भइसक्यो अब लाइक गर्नु भने लाइक गर्नु सब्सक्राइब गर्नु भने सब्सक्राइब गरिदिनु सेयर गरिदिनु अब भोलिको भ्लगमा भेटौँ ल गाइस बाई बाई हेभ अ नाइस डे